चिनीलाई याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नजिक आऊ अझै नजिक आऊ अस्ति नै आउँदा पनि यो सबै मेन्टेन गर्दै थियो कि है बनाउँदै थिएन है तिमी टाढा हुँदा पीडा नै पीडा छ मनको कुरा कसलाई सुनाऊ रङको दुःख संसारमा सबलाई एकै हुन्छ तिमी टाढा हुँदा पीडा नै पीडा छ मनको कुरा कसलाई सुनाऊ म कहाँ जाउँ म कता जाउँ तिमीदेखि टाढा माया तिमी नजिक आऊ अझै नजिक आऊ दाइ how was your trip? के थोरै शब्द जाँच दाइ कहिल्यै नगरोस् यस्तो कुरा चाहिँ है कोर्स एक्सपिरियन्स नपाउने दुःख नयाँ अनुभव हरेक चिजमा पाठ पढिँदो रहेछ क्या दाइ जस्तै हरेक स्टेपमा हामी कहीँ न कतै लड्नु सक्छ या चोटपटक लाग्नु सक्छ नि त यो ड्राइभिङको कुराहरूमा या गाडीको कुराहरूमा पनि सेम थिङ नै रहेछ क्या दाइ है भन्दा नि म त्यो गाडी चाहिँ त्यहाँ आएर ठ्याक्क रोकिनु मलाई चाहिँ त्यो ठ्याक्क पोइन्टमा है त्यही त ठ्याक्कै पोइन्टमा आएर रोकिनु क्या कस्तो साथ दिएको अल्लाह ने शुक्र किया यस्तै छ दाइ आयु लामो छ मरिँदैन अझै मरि नै पुरै गर्ने दुःख चाहिँ पाइयो एउटा नयाँ अनुभव भयो मेन कुरा चाहिँ इन्टरनेसनल नयाँ अनुभव मर्दाको जीवन भइहाल्छ नि यस्तो होइन भाइ हो नि दाइ भएन भने के मजा दाइ होइन अलिकति एग्रेसिभ चाहिँ भइरहेको थियो एकछिन तपाईँ चाहिँ अलिक ज्यादा नै हुनुभएको थियो मैले आज यसो विचार गरेको अनि फेरि अब तपाईँ पनि रिसाइराख्नु म पनि के रिसाइराख्नु भन्ने हरेक स्टेपमा के अनि त्यही भएर म मजाले गाडीमा आएर बसिदिरहेको थिएँ कि दाइ आउनु कि एकछिन रेस्ट गर्नु अब त्यो घाममा यहाँ हो अभियसली आउँछ थाहा छ होइन केही न केही अप्सनहरू आइहाल्छ क्या त्यहाँ त्यही भएर म चाहिँ मजाले सोचिरहेको थिएँ कि म चाहिँ के गर्ने भनेर मजाले त्यहाँभित्र बसेर हो तपाईँले ठ्याक्क रोकिदिएको गाडी पनि रोकिदिइहाल्यो पछाडि पुलिस पनि आयो जस हरेक कुराको चाहिँ पुलिसहरू चाहिँ कस्तो हेल्पफुल हुन्छ कि त्यही त एकदम हेल्पफुल आएर उसले कति गाडी पछाडिबाट उस गरिदियो त्यही त अन्टिल वी फिक्स प्रब्लम के है आएर ठ्याक्क त्यो हो नि त एउटा म त बेसी चाहिँ थ्याङ्क यू भन्नु नि अनि मैले भन्छु भनेर हेर्दै मैले होइन तर उसले चाहिँ यता हाम्रो फोकसै गरेको थियो हामीलाई हेर्दै हेरेन क्या मैले नत्र हात हल्लाइदिन्थेँ विचार मेरो सोचमा थियो कि हुन्छ जस्तो ह्युम्यानिटी भनेको यहाँ छ क्या अलिकति होइन त्यही त है अन्त नि मलाई एकचोटि भनेको थियो डोन्ट स्केयर वेयर फर यु भन्थ्यो क्या मलाई एउटा पुलिसले अबुधाबीमा त्यो पुलिसले धेरै हेल्प गरेको मलाई त्यो बेला
रिक्स छ नि त यहाँ तर म नसुतेर भने फुल्ली ड्राइभ गरिरहेको छु मजा आइरहेको यस्तो निन्द्रा मेरो महसुसै भएन कि हामी चाहिँ यत्तिकै बस्ने भएर हो कि एटलिस्ट ड्राइभिङ गर्दाखेरि चाहिँ एउटा कन्सन्ट्रेसन हुन्छ स्टेरिङको ब्रेककोतिर ध्यान दिनु पऱ्यो होइन अब हामी यत्तिकै बसिरहेछ त्यो उ गर्दा त अनि अल्छी लाग्ने क्या भोक लाग्यो बरु कतै केही खाएर जाउँ बरु के गर्ने